सबैलाई नमस्कार। म तेजबहादुर परिया कार्यक्रम सहयात्राको यो नवीनतम श्रृङ्खलामा यहाँहरू सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शक महानुभावहरू, पछिल्लो अवस्थामा यही फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ र प्रतिनिधि सभाको निर्वाचन सँगसँगै देशमा निर्वाचनको माहौल निकै तातेको अवस्था छ। यसै क्रममा हाम्रो दाङ क्षेत्र नम्बर 3 मा पनि चुनावी माहौल चाहिँ लागिसकेको छ र विभिन्न दलहरूबाट र विभिन्न व्यक्तित्वहरूले मनोनयन दर्ता गराइसक्नु भएको छ र कतिपय साथीहरूले चाहिँ आफ्नो चुनावी चिन्ह पनि लिइसक्नु भएको छ र विभिन्न दलहरूबाट विभिन्न व्यक्तिहरूले चाहिँ चुनावी निर्वाचनमा प्रतिनिधि सदस्यको रूपमा चाहिँ चिन्ह लिइरहँदाखेरि एकजना यस्ता व्यक्तित्व पनि चाहिँ यो चुनावी माहौलमा विभिन्न जाँदै हुनुहुन्छ। उहाँको नाम मैले चाहिँ भन्नै पर्छ, भरत दर्नालजी हुनुहुन्छ। यी व्यक्ति आज हाम्रो समूहमा हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्ने जमत गर्दैछौँ। सबैभन्दा पहिला नमस्कार हजुर। नमस्कार। आराम हुनुहुन्छ? एकदमै आराम छु। सन्चै हुनुहुन्छ? हजुर ठिक छ होइन? एकदम। अनि मैले कुरा कहाँबाट सुरुवात गरौँ, म अलिकति अनियममा परेको छु तर पनि मैले गर्नै पर्ने हुन्छ होइन। तपाईँ भरत दर्नाल, हजुर कसैले भरत परिया दर्नाल पनि भन्नुहुन्छ हो? हजुर हजुर हो होइन। चुनावी माहौलमा के छ चुनावको उसमा चाहिँ? मेरो चाहिँ मतदाता पत्र मेरो चाहिँ भरत परिया रहेछ हजुर। र मलाई चाहिँ भरत दर्नाल भनेर सम्पूर्ण मेरा साथीभाइ मित्र आफन्त र क्षेत्र नम्बर 3 का चाहिँ त्यहाँको चाहिँ सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई भरत दर्नाल भनेर चिन्नुहुन्छ। भनेपछि चुनावी चाहिँ उसमा निर्वाचन आयोगमा भरत परिया नाम छ हजुर होइन। तर चिन्ने जतिले मलाई दर्नाल भनेर बढी चिन्ने भएको हुनाले प्रायः यहाँले नै भरत दर्नाल राख्नुहुन्छ। तर कतिपय साथीहरू झुकेला नि होइन, त्यस्तो झुकिने वातावरण त्यस्तो केही पनि छैन। उहाँले स्पष्ट मलाई चिन्नुहुन्छ, भरत दर्नाल भनेरै चिन्नुहुन्छ। अब नागरिकतामा चाहिँ मेरो चाहिँ अब परियालै छ, भरत परिया छ, तर बाहिर चाहिँ मेरो सम्पूर्ण मेरो आफ्नो चाहिँ आइडेन्टिटी चाहिँ मेरो भरत दर्नाल भनेरै चिन्नुहुन्छ। ए भनेपछि चुनावको चाहिँ बेलामा चाहिँ चिन्हले चाहिँ मान्छेलाई परिचित गराउने हो। तपाईँको चिन्ह के? मेरो चुनाव चिन्ह हजुरको जिप, चुनाव चिन्ह जिप छ हजुर। हजुरको। त्यही जिपमा चाहिँ मतदान गर्नु होला भन्ने म आह्वान गर्न चाहन्छु। ठिक छ। अनि अर्को कुरा म तपाईँलाई भन्न चाहेँ, तपाईँ यो देशको असल नागरिक भनेर गाउँ घर छरछिमेक लगायत यो देशलाई चाहिँ सघाउन सक्नुहुन्थ्यो, तर पछिल्लो अवस्थामा तपाईँलाई किन नेता बन्न मन लाग्यो? एकदमै राम्रो क्वेसन प्रश्न गर्नुभयो। मुख्य त के हो त भन्नुहुन्छ भने अब हामीले 2048 सालदेखि अहिलेसम्म देशमा जति पनि ठुला परिवर्तनहरू भए होइन, परिवर्तन हुने क्रममा अहिलेसम्म तपाईँको चाहिँ देशले अझ तपाईँको चाहिँ देश एउटा चाहिँ तपाईँको चाहिँ एउटा निकास नपाएको अवस्था देशले होइन, देशले निकास नपाएको अवस्था, अझै पनि देश तपाईँको चाहिँ एकदम जीर्ण भइरहेको अवस्था होइन। विभिन्न किसिमका आन्दोलनहरू देशमा हुँदा पनि तपाईँको चाहिँ देशले तपाईँको चाहिँ काखुली फेर्न नसकेको अवस्था होइन। अनि अहिले पनि तपाईँको चाहिँ नेपालमा अहिले पनि तपाईँको चाहिँ के छ त भन्नुहुन्छ भने त्यही यथास्थितिवादीहरू, एकात्मक सोच भएका मान्छेहरूको मुठीभरिको मान्छेहरूले तपाईँको चाहिँ नेपालको तपाईँको चाहिँ राज्य सत्तालाई चाहिँ तपाईँको चाहिँ कब्जा गरिरहेको अवस्था हो कि हजुर होइन। अनि त्यसको विरुद्ध तपाईँको चाहिँ विभिन्न किसिमका आन्दोलनहरू भए हजुर होइन। आन्दोलन भए हुँदा पनि तपाईँको चाहिँ अहिले तपाईँको चाहिँ अवस्था त्यही नै देखियो कि होइन। त्यसैको उपजमा तपाईँको चाहिँ अहिले पछिल्लो समयमा तपाईँको चाहिँ जयन्ती आन्दोलन भयो, एक किसिमको तपाईँको जयन्ती क्रान्ति विद्रोह भयो होइन। त्यो विद्रोह केका लागि थियो त भन्दा तपाईँको चाहिँ आमूल परिवर्तनको लागि थियो। अब चाहिँ नयाँ
तपाईँको चाहिँ चुनावबाट नयाँ तपाईँको चाहिँ जनप्रतिनिधि आउनुपर्छ, नयाँ मान्छेहरू आउनुपर्छ, स्वतन्त्र व्यक्तिहरू आउनुपर्छ, एउटा सोच र एउटा भिजन भएका मान्छेहरू आउनुपर्छ भन्ने तपाईँको चाहिँ आन्दोलन थियो होइन। तर पनि फेरि के हुँदैछ त भन्दा देशमा ठुलो किसिमको तपाईँको चाहिँ चलखेल हुँदैछ। प्रतिक्रियावादीहरूले तपाईँको चाहिँ फेरि पनि होइन त्यो म्यान्डेटलाई तपाईँको चाहिँ ब्याक बनाएर आफू तपाईँको चाहिँ कसरी हाबी हुन सकिन्छ, कसरी चुनाव मार्फतबाट तपाईँको चाहिँ अगाडि आउन सकिन्छ भन्ने तरिकाले तपाईँको चाहिँ लागिरहेको अवस्था हो होइन। त्यसैको कारणले गर्दाखेरि पनि मैले आज तपाईँको चाहिँ उम्मेदवारी दिन पऱ्यो होइन। भनेपछि र युवाको चाहिँ नेतृत्व प्रत्येक तपाईँको चाहिँ राजनीतिक तहमा र तपाईँको चाहिँ अङ्गमा हुनुपर्छ भन्ने मान्यता म राख्छु। जस्तो हरेक व्यक्तिमा हरेक एजेन्डा लिएर कुनै पनि नेता अगाडि बढेको हुन्छ होइन। तपाईँ जितिसकेपछि यहाँका एजेन्डाहरू प्रमुख कामहरू गर्ने पनि हुन्छन् कि तपाईँले के सोच्नु भएको छ त्यसबारे? मुख्यतः म प्रतिनिधि सभा सदस्य भइसकेपछि मुख्यतः प्रतिनिधि सभा सदस्यको काम भनेको कानुन निर्माण गर्ने कुरा हो होइन। बाँकी विकासका कुराहरू होइन, विकासका कुराहरू हामीले हिजो पनि सुन्दै आएका हौँ होइन। हिजो तपाईँको चाहिँ विकास गर्छौँ भनेर तपाईँको चाहिँ जनताका बिचबाट तपाईँको चाहिँ चुनाव जितेर गएका प्रतिनिधि पनि हामीले देखेकै हौँ होइन। अनि त्यो भएर मुख्यतः तपाईँको चाहिँ अबको काम भनेको संविधानको रक्षासँगै संविधानमा भएका तपाईँको चाहिँ कतिपय कुराहरू विकासत्मक कुराहरू छन्, नमिलेका कुराहरू छन्, ती कुराहरूलाई ती कानुनहरूलाई संशोधन गरेर अगाडि बढ्ने होइन। दलितका कुराहरू छन्, महिलाका कुराहरू छन्, जनजातिका कुराहरू छन्, भूमिहीन सुकुम्बासीका कुराहरू छन् होइन। त्यसलाई चाहिँ कसरी हुन्छ तपाईँको चाहिँ उनीहरूलाई हक अधिकार दिलाउने र कानुन संशोधन गरेर अगाडि बढ्ने भन्ने कुरा हो मुख्यतः। अनि अर्को कुरा चाहिँ के हो त भन्नुहुन्छ भने विकासका कुराहरू होइन। जनप्रतिनिधि हुँदै गर्दा चुनाव जितेर तपाईँ त्यहाँ पुग्दै गर्दा होइन निश्चित रूपमा होइन आफ्नो देश, आफ्नो क्षेत्र, गाउँ समाजको होइन त्यहाँ उत्तीर्ण परेका वर्ग समुदायको, पिछडिएका वर्ग समुदायको हकितको लागि काम गर्ने र त्यहाँको विकासका पूर्वाधार के छन् होइन। त्यहाँ एउटा निश्चित तपाईँको चाहिँ एउटा भिजन र प्लानिङ अनुसार काम गर्नुपर्छ भन्ने मेरो भनाइ हो। र त्यसको लागि म गर्छु, म योग्य छु भन्ने मेरो आफ्नो चाहिँ मान्यता हो। र त्यहाँको चाहिँ जनताहरूले पनि होइन अब चाहिँ स्वतन्त्र व्यक्तिलाई गर्नुपर्छ, स्वतन्त्र व्यक्तिलाई दिनुपर्छ होइन। ती पुराना तपाईँको चाहिँ यथास्थिति सोच, यथास्थितिवादीबाट केही हुँदैन। अब नयाँ चेत र नयाँ सोचका साथ अगाडि बढ्नुपर्छ भन्ने पश्चिमेली जनताको चाहिँ मत छ भन्ने मलाई विश्वास छ। हजुर लाग्छ होइन। अनि तपाईँ चाहिँ हिजो कुनै पार्टीमा आबद्ध हुनुहुन्थ्यो होला होइन, आशा त हुन्छ नि हिजोको दिनमा। अनि कुनै नेतालाई हिजोका दिनमा जिताउनको लागि यो प्रमुख व्यक्तिलाई जिताउनुपर्छ है भनेर तपाईँले ब्याक सपोर्ट गर्नुहुन्थ्यो होला। तर आज बस्ती र समयले तपाईँलाई चाहिँ उल्टो पारिदिएको छ। हिजो आम नागरिक भएर तपाईँले चाहिँ अरू नेतालाई भोट दिनुहुन्थ्यो र आज आफै चुनावी माहौलमा गएर यहाँले चाहिँ आफ्नो चाहिँ मनोनयन दर्ता गरिसकेपछि, यहाँको चिन्ह प्राप्त भइसकेपछि तिनै जनताको माझमा, तिनै घर दैलोमा गएर मलाई भोट दिनुहोस् है भनेर भन्दै गर्दा कस्तो खालको महसुस यहाँ गर्नुभएको छ? यहाँ यस्तो छ। अब के हो भन्नुहुन्छ भने हो तपाईँले भने जस्तै हिजोका दिनमा हामीले होइन त्यहाँबाट जति पनि प्रतिनिधि जितेर जानुभयो होइन उहाँलाई हामीले सहयोग नगरे, सहयोग गरेकै हो। भोट हालेर पनि सहयोग गऱ्यौँ, के अरे हजुरको प्रत्यक्ष रूपमा पनि सहयोग गऱ्यौँ, अप्रत्यक्ष रूपमा पनि सहयोग गऱ्यौँ, नगरे होइन होइन। तर उहाँहरूले के गर्नुभयो भन्नुहुन्छ भने जितेर जाने, त्यस पछाडि फर्केर पनि एकचोटि तपाईँको चाहिँ आफ्नो क्षेत्रमा नआउने होइन। अनि त्यसपछि अर्को कुरा तपाईँको चाहिँ उहाँहरूलाई तपाईँको चाहिँ जिताउँदै गर्दा होइन तपाईँको चाहिँ हिजोका दिनमा मैले उहाँहरूलाई चाहिँ साथ सपोर्ट गर्दै गर्दा जिताउँदै गर्दा म कहीँ कतै आस्थावान थिएन होइन भन्ने कुरामा चाहिँ म अहिलेसम्म कुनै पार्टीको कुनै दलको क्रियाशील पनि मैले लिएको थिएन होइन। एउटा आस्थाको रूपमा चाहिँ एउटा आम नेपाली नागरिक भएको कारणले गर्दाखेरि नेपालमा भएका दलप्रति अलिकति कहीँ न कहीँ कसैले के गर्छ भन्ने चाहिँ म त्यो तरिकाले चाहिँ आत्मिक रूपले चाहिँ थिएँ। तर म चाहिँ बाहिर देखिएर कसैको झन्डा पक्रेर कसैको तपाईँको चाहिँ
गरेर चाहिँ म अहिलेसम्म हिँडेको पनि थिएन होइन। र म चाहिँ मैले आज चाहिँ उम्मेदवारी दिँदै गर्दा होइन के चाहिँ दुःख लागिरहेछ भन्नुहुन्छ भने होइन हिजोका पुराना तपाईँको चाहिँ दलहरू पार्टीहरू हिजोका तपाईँको चाहिँ नेताहरूले होइन सही तरिकाले चाहिँ देशलाई मार्गदर्शन गर्दै देशलाई सही तरिकाले चाहिँ सही ट्र्याकमा चाहिँ लैजानुहुन्थ्यो भने होइन आज मैले उम्मेदवारी दिनुपर्ने आवश्यकता थिएन होइन। उहाँहरूले गर्नुहुन्थ्यो राम्रो काम गर्नुहुन्थ्यो भने उहाँहरूलाई सघाएर हामी जान्थ्यौँ कि अगाडि बढ्थ्यौँ त्यो बाटोमा हामी चाहिँ जाउँला। तर तपाईँ व्यक्तिगत हिसाबमा तपाईँलाई कस्तो खालको महसुस चाहिँ भइरहेको छ होइन, तपाईँ प्रसन्न हुनुहुन्छ होइन भन्ने हुन्छ नि त आफ्नो मनमा लागेको त्यो बताउनुहोस् भने होइन। एकदमै म चाहिँ एकदमै अहिले चाहिँ तपाईँको चाहिँ मैले चुनावमा भाग लिँदै गर्दा होइन आफ्ना भनाइहरू आफ्ना एजेन्डाहरू होइन आफ्ना तपाईँको चाहिँ पश्चिमेली जनताका बिचमा राख्न पाउँदा होइन उहाँहरूसँग चाहिँ अन्तर्क्रिया गर्न पाउँदा उहाँहरूसँग भेटघाट गर्न पाउँदा मलाई अत्यन्त खुसी चाहिँ लागेको छ होइन। भनेपछि धेरै हर्षित हुनुहुन्छ? एकदमै म हर्षित छु, एकदमै खुसीको महसुस भइरहेको छ। अर्को कुरा अब दलित समुदायभित्रबाट तपाईँ प्रतिनिधित्व गर्दै हुनुहुन्छ होइन, हुन त चुनावमा अब गर्दै दिनुहुन्छ दलितले पनि दिनुहुन्छ। तर मैले बढी फोकस गर्न खोजेको कुरा के हो भने प्रत्यक्ष निर्वाचनमा दलितहरू एकदम न्यून रूपमा लड्न चाहिँ अथवा चुनावी मैदानमा उत्रिन्छन्, तर तपाईँ चुनौतीका बावजुद तपाईँ उत्रिनु भएको छ मैदानमा, डर कतै लाग्छ होइन? डर चाहिँ त्यस्तो मलाई कहीँ कतै पनि छैन, किनभने म पनि यो देशको नागरिक हो। मलाई पनि संविधानले दिएको व्यवस्थालाई मैले प्रयोग गरे हो होइन। म डराउनु पर्ने कुनै त्यस्तो केही कारण पनि छैन होइन। आफ्ना विचारहरू आफ्ना एजेन्डाहरू आफ्ना मतहरू चाहिँ तपाईँको चाहिँ लिएर जाने हो जनताका बिचमा होइन। अब बाँकी कुरा चाहिँ हजुरको चुनावी माहौल होइन यो सबै चिज तपाईँको चाहिँ अब आर्थिक रूपले पनि धेरै महँगो धेरै खर्चिलो छ होइन, धेरै भड्कालो तपाईँको टाइपको चुनाव हुँदै गइरहेछ होइन। तर पनि के हो त भन्दा मैले एउटा के हिम्मतको साथमा तपाईँको चुनावमा हिँडेको छु भने मलाई पूर्ण रूपमा विश्वास छ होइन। अब जनताहरू जागिसक्नु भएको छ, जनताहरू सचेत भइसक्नु भएको छ होइन। पहिलाको जस्तो तपाईँको चाहिँ होइन रक्सी मासुमा तपाईँको चाहिँ आफ्नो मत आफ्नो भोट तपाईँको चाहिँ होइन गलत व्यक्तिलाई पनि तपाईँको चाहिँ दिनुहुन्छ भन्ने मलाई लाग्दैन होइन। किनभने कि आजको जनताहरू तपाईँको चाहिँ धेरै जनताको तपाईँको चाहिँ चेतनाको स्तर धेरै माथि उठिसकेको छ होइन। पुरानो तरिकाले तपाईँको चाहिँ उहाँहरू झुक्किनुहुन्छ फेरि पनि भन्ने चाहिँ मलाई लाग्दैन होइन। जस्तो तपाईँले भन्नुभयो पुराना दलहरूले होइन विभिन्न लोभ लालचहरू देखाएर होइन जस्तो मासु भातमा बिकेर चाहिँ भोटहरू हाल्नुहुन्छ भनेर तपाईँले चाहिँ भन्नुभयो होइन। अब तपाईँहरू पनि नयाँ नयाँ हो होइन, सुन्दर आफैमा उम्मेदवार हुनुहुन्छ, तर पनि खर्च पर्छ त यताउता लाग्ला नि। सायद कोही व्यक्तिहरूले भन चाहिँ तपाईँ चाहिँ नउठ्नुहोस्, हामीलाई सहयोग गर्नुहोस् होइन, किन बाघी उठेर कसै चाहिँ आर्थिक खर्चमा किन बोलिन चाहनुहुन्छ, बरु हामीलाई सपोर्ट गर्नुहोस् होइन, तपाईँ बस्दिनुहोस् हामी यति दिन्छौँ उति दिन्छौँ भन्ने खालको केही साइँ सुई केही आएको छ कि छैन के छ होइन। त्यस्तो त तपाईँको जुन दिनदेखि मैले चाहिँ तपाईँको चाहिँ तयारी गरेको थिएँ त्यो दिनदेखि नै मलाई चाहिँ त्यो कुरा नआएको होइन, आइरहेछ होइन। तर पनि म चाहिँ के हो त भन्नुहुन्छ भने मुख्यतः तपाईँको त पैसाको भन्दा पनि एजेन्डाको कुरा हो होइन। राष्ट्र बचे नै हामी बस्ने हो होइन, नेपाली बस्ने हो होइन। त्यो कुराले पनि म चाहिँ के हो त भन्न चाहन्छु भने कुनै पैसाको प्रलोभन कुनै बार्किङ कोही केही चिज नगरेर मैले आफ्नो चाहिँ क्षेत्रको लागि आफ्ना जनताको लागि आफ्ना क्षेत्रका जनताको लागि होइन मुख्यतः उहाँको त्यहाँको चाहिँ वस्तुगत अवस्थाको के छ त भन्ने तरिकाले चाहिँ त्यो स्थितिलाई चाहिँ उठाउनको लागि चाहिँ म आफ्नो उम्मेदवारी चाहिँ मैले कायम राखिरहेको छु। भनेपछि चुनौती कठिनाई परिस्थितिसँग तपाईँ चाहिँ जुनसुकै हालतमा चाहिँ कसरी पर्न चाहनुहुन्छ? एकदम आइरहेछन् ती कुराहरू त आइरहेछन्, कसरी जाउँ के गरौँ कसरी गरौँ भनेर तपाईँको चाहिँ विभिन्न किसिमका मान्छेहरू पठाउने फोनहरू गर्ने सबै कुराहरू भइरहेछ। कतिपय ठाउँहरूमा के छ भने चुनावको आउन अझै केही दिन अझै बाँकी छ होइन, त्यो बाँकीसम्म चाहिँ कुरा मिलिहाल्ला, सायद कसैले कसैलाई चाहिँ सायद गर्नुपर्छ मन नभएर पनि अरू पाइला पनि म सहयोग गर्न सक्छु भन्ने किसिमको अन्तिम चरणमा तपाईँको मनमा त्यो चाहिँ जानुपर्छ क्या भन्ने लाग्छ कि होइन म त्यो चुनाव लडेरै छोड्छु भन्ने अठोट गर्नुभएको छ? होइन, मलाई चाहिँ के हो भन्नुहुन्छ भने म खास गरेर नेपालका राजनीतिक दलहरू
होइन मैले अघि पनि भने हजुरलाई होइन नेपालका राजनीतिक दलहरूले राम्रो तरिकाले तपाईँको चाहिँ देशलाई लिड गरेर अगाडि जान्थ्यो भने आज देशैभरिबाट चाहिँ तपाईँको चाहिँ स्वतन्त्र व्यक्तिको उम्मेदवारी पर्ने थिएन होइन हामी उहाँहरूलाई सघाएर उहाँहरूलाई चाहिँ कसरी हुन्छ चाहिँ तपाईँको चाहिँ अगाडि बढाउँथ्यौँ हामीले होइन तर उहाँहरूबाट चाहिँ म मात्रै होइन आम नेपाली जनता निराश भएको अवस्था हो कि देखिराख्नु भएको छ माहौल हरेक कुराहरू होइन अनि स्वतन्त्र व्यक्तिले तपाईँको चाहिँ उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवारी दिने होइन जो किसिमको तपाईँको चाहिँ देख्नुभयो देशभरि होइन अनि यही के जनाउँछ त भन्दा अहिले पनि तपाईँको चाहिँ पुराना दलहरू हाबी छन् र पुराना दलहरूलाई चाहिँ रोक्न पर्छ भनेरै नै नयाँ तपाईँको स्वतन्त्र उम्मेदवारीहरू अगाडि बढिरहेको अवस्था हो भनेपछि त्यही मध्येबाट मैले चाहिँ आफूलाई चाहिँ होइन तपाईँको चाहिँ चुनावसम्म चाहिँ जाने होइन अब चुनावमा अवश्य पनि हार जित त भइ नै हाल्छ भनेपछि 1 2 3 अरू पार्टीले हजुर हातेमाले गर्नु पर्यो भने पनि तपाईँ चाहिँ रोकिनुवाला रोकिँदैन किनभने उहाँहरूसँग मेरो मुद्दा एजेन्डा केही मिल्दैन त्यसका लागि उहाँहरूसँग चाहिँ सहमति गर्ने त्यसका लागि उहाँहरूलाई समर्थन गरेर अगाडि बढ्ने हजुर त्यो भए हुनाले चाहिँ मिलन चाहिँ सम्भव छैन मिलन सम्भव छैन म एकतर्फीबाट लड्ने नै हो एकतर्फीबाट मैले चाहिँ आफ्नो चाहिँ स्वतन्त्र उम्मेदवारी दिइसकेको छु म त्यहीबाट चाहिँ लड्छु र म आफ्ना एजेन्डा आफ्ना तपाईँको चाहिँ प्रतिबद्धताहरू होइन लगेर जनता सामु चाहिँ म जान्छु अब चुनावी दोइमा पनि जाने होला कहिलेबाट सुरुवात हुन्छ यहाँको अथवा बेला बेलामा यसो टोलटोलमा भेटघाट भइराखेको छ कि के छ भेटघाट भइरहेछ साथीहरू सबैसँग भेटघाट हुने अन्तर्क्रिया हुने छलफल हुने कसरी जाने के गर्ने होइन उहाँहरूले पनि अब अहिले तपाईँको चाहिँ गाउँघरमा एक किसिमको तपाईँको चाहिँ माहौल पनि के बनिरहेछ त भन्दा होइन अब चाहिँ स्वतन्त्रभन्दा अर्को विकल्प छैन स्वतन्त्र मान्छेलाई नै हामीले साथ सपोर्ट दिएर अगाडि बढाउनुपर्छ भन्ने टाइपको होइन आइरहेको छ सबै ठाउँ भनेपछि घर दैलोमा गएर घर दरबारलाई रिचाउनुपर्छ भन्दाखेरि तपाईँको मन प्रफुल्ल हुन्छ एकदम होइन हजुर आशावादी हुन्छ एकदम आशावादी छु 100% आशावादी एकदम 100% आशावादी छु हजुर होइन यसपालि तपाईँको चाहिँ पुराना शक्तिलाई रोक्ने उहाँहरूलाई रेस्ट दिने होइन र नयाँ शक्तिलाई युवाहरूलाई अगाडि ल्याउनु देशैभरिबाट युवाहरू अगाडि आउँछन् र पुराना चाहिँ तपाईँको चाहिँ अङ्कलहरू हजुरबुवाहरू उहाँहरू चाहिँ रेस्ट गर्नुहुन्छ भन्ने त्यस्तो लागिरहेको छ यहाँको चाहना चाहिँ हजुर छ होइन छ जे होस् तपाईँको चाहना पुरा होस् हाम्रो शुभकामना छ अनि जाँदा जाँदै हामी अन्तिममा पनि छौँ र यहाँका शुभचिन्तक साथीभाइ इष्टमित्र आफन्तजनहरू लगायत सम्पूर्ण क्षेत्र नम्बर 3 दाङभित्र रहनुभएका तपाईँका मतदाताहरूलाई तपाईँले कसरी भोट माग्न चाहनुहुन्छ अन्त्यमा म सर्वप्रथम त सम्पूर्ण मेरा चाहिँ 3 नम्बर क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु त भन्दा हामीले हिजोका दिनमा सबै कुराहरू देख्यौँ सबै दलहरूलाई चाहिँ देख्यौँ सबैका चुनावी एजेन्डा सबैका भाषण हामीले सुन्यौँ होइन अब पनि हाम्रो सोच र हाम्रो भोट बचाउन सकेनौँ भने हामी मात्र होइन अब आउने भावी पुस्ता पनि को जिन्दगी पनि अन्धकारमा चाहिँ जान सक्छ त्यस कारणले गर्दाखेरि नयाँ सोच नयाँ विचार नयाँ एजेन्डा भएका मान्छेहरूलाई चाहिँ साथ सपोर्ट दिउँ र उहाँहरूलाई चाहिँ निर्वाचनमा तपाईँको चाहिँ विजय बनाऊ र तपाईँ प्रतिनिधि सभा सदस्य म पठाउँ भन्न आह्वान गर्न चाहन्छु होइन म मात्रै नभएर देशैभरिबाट उठेका स्वतन्त्र युवाहरूलाई नै साथ सपोर्ट दिनुहोस् र सहयोग गर्नुहोस् भन्न चाहन्छु जे होस् अब दाङ जिल्ला क्षेत्र नम्बर 3 होइन दाङबाट तपाईँले दिएको यो उम्मेदवारी चाहिँ पक्कै पनि तपाईँको जित्ने सपना जुन छ त्यो पुरा भएर होइन पुरा होस् र राम्रोसँग आफ्नो जिन्दगीको यात्रा अगाडि राम्रोसँग गराउनु होला भन्दै यहाँलाई आजको यस कार्यक्रमबाट म बिदाय गर्न चाहन्छु धन्यवाद हवस् त हवस् आदरणीय दर्शक महानुभावहरू आज हामीले दाङ क्षेत्र नम्बर 3 को प्रतिनिधि सभा सदस्यको रूपमा स्वतन्त्र उम्मेदवारको रूपमा चाहिँ उम्मेदवारी दिनुभएका भरत दर्नालसँग हामीले कुराकानी गऱ्यौँ उहाँसँग गरिएको यो छोटो कुराकानी कस्तो लाग्यो
जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाहरू दिन नभुल्नुहोला भन्दै आजको कार्यक्रम सहयात्राको यो श्रृङ्खलाबाट म पनि बिदा हुन्छु। हवस् त, नमस्कार।